कन्ट्रीको ऋण समाप्त गर्ने भन्ने विकास गर्ने के सुरुङ 6 महिनामा खनेर फाइनल भएको यो काम त देखाउनु भएन कि 7 अरबको मन्त्री क्वार्टर बनाए 7 अरबको प्रदेश प्रमुख मुख्यमन्त्रीको 4 अरबको क्वार्टर बनाए यो काम देखो कि त्यहाँ कमिसन त टटाक्ट आउँछ नि शिक्षामा लगानी गरे भने रोजगारी बढायो भने त्यसमा त कमिसन आउँदैन नि 1 खरबको देशभरमा भ्यू टावर बनाएको छ त्यो काम हो जनताले त्यसबाट के पाए 1 खरबको देशभरिमा गाउँपालिकादेखि नगरपालिकादेखि प्रदेशदेखि गेट बनाउनेदेखि भ्यू टावर बनाएको छ जहाँ त्यो भ्यू टावरको कुनै काम छैन म कुनै दमकको भ्यू टावरको कुरा गर्न खोजेको होइन देशभरिको भ्यू टावरको खबर त्यो जनताको ट्याक्स त्यो मनी तपाईले बर्बाद गर्ने कसले अधिकार दिएछ तपाई हरेक साल जनताको टाउकोमा ऋण बुकाइराख्नु भएको भन्छ हामी राम्रो काम गरिरहेछौँ 26 खरब ऋण भइसकेको छ यो संविधान नबन्दाखेरि जम्मा 8-9 खरब अहिले 26 खरब ऋण भइसकेको छ यही अर्थमन्त्री हुनुहुन्छ 2 खरब त अहिले नै आन्तरिक ऋण लिइसक्नु भएको छ ऋण बोकाउनु केको लागि मन्त्रीजीको क्वार्टरमा एसी राम्रोसित चल्नु पर्यो गाडी राम्रो हुनु पर्यो पुरानो गाडी चल्यो भने मन्त्रीजी एउटा पाप लाग्छ प्रदेश प्रमुखलाई यहाँ क्वार्टर किन चाहियो प्रदेश प्रमुख मन्त्री काठमाडौँको प्रदेशको राजधानी हो कि त्यो आफ्नो आफ्नो एउटा व्यक्तिलाई 2टा क्वार्टर दिने कुन कानुन संविधानले दिएछ यही सुशासन हो तपाईले आजसम्म मैले पनि कम्तीमा 10-15 वटा सरकार देखाएको छु जसले देखि संसद बने देखिने र पहिला पनि एउटा शिक्षित युवाको नाताले पनि हेर्थे कुन सरकार भन्छ म भ्रष्टाचार गरेको हो त्यो सरकार मलाई यहाँ देखाउनु त यहाँको रोस्टमबाट कुनै सरकारसम्म भएर चाहिँ भ्रष्टाचार गर्छ त भ्रष्टाचार छ कि छैन जनतासँग गएर सोध्नुस् जो मालपोतको व्यतिथिमा बेहोर्नु पर्छ जो यातायात कायदामा व्यतिथि बेहोर्नु पर्छ भ्रष्टाचार सोध्नु छ भने बिचौलियासँग सर्वे गर्नु न नाम गोप्र राखेर बिचौलिया कसले उत्पादन गरेको नेपाली जनता कि सरकारले यही रोस्टमबाट भन्नुभएको थियो कि डेडिकेटेड लाइन काट्न पाइँदैन उजार राज्यमन्त्री देखिरहेको थिए के डेडिकेटेड ट्रङ्क लाइनको पैसा उठ्यो त्यो भ्रष्टाचार होइन नउठ्न दिने पनि त भ्रष्टाचार हो नि त्यो सरकारले रोकेको होइन नउठ्न दिने आखिर लेखा समिति हामी निर्णय गर्न खोज्दै थियो त्यो निर्णय त्यहाँ थिएन निर्णय त थियो कि कुलमानलाई हटाएर कसैसँग करोड रुपियाँ लिएर अर्को एमडी नियुक्त गर्ने त्यहाँ त काम त त्यहाँ थियो त्यो काम अबुझ भएकै हो त्यसमा वास्तवमा सरकार गर्न नसकेको एउटा एमडी नियुक्त किनकि अर्को एमडी घुमिरहेको थियो पैसा लिएर बजारमा त्योसँग हामी पनि साक्षात्कार भएको यस्ता देशमा दोस्रो कुरा आफ्नो मान्छेको नियुक्ति बिना क्राइटेरियाको बीसी बनाउने रेक्टर बनाउने मेरिटोक्रेसीले समाप्त गरेको त्यो भ्रष्टाचार होइन त्यो सबभन्दा ठुलो भ्रष्टाचार हो आर्थिक भ्रष्टाचार मात्र भ्रष्टाचार होइन नीतिगत भ्रष्टाचार भन्दा के हामी फ्रन्ट पेजमा पढेन कि त्रिभुवन युनिभर्सिटीमा 8 जना डिन बन्दाखेरि 3टा कांग्रेस 3टा एमाले 2टा माओवादी बाँकी दल त सफाचट स्वतन्त्रको त कुनै कामै छैन साना दलको त बेचाराको कोही केही छैन माओवादीसम्म भागभण्डा पुग्छ जसरी 77 जिल्ला भएको यदि 78 भएको भए ठक्कै 40-39 बाँट थियो 77 भएको कारण 3टा अरूलाई दियो 37-74 भूमि आयोग बाँटेको होइन आफ्नै कार्यकर्तालाई बाँटेको होइन त्यो जनतालाई दिएको मेरिटबाट दिएको लोकसभा पास गरेर आएको त्यो जमिन देशको राष्ट्रिय सम्पत्ति बाँडिदिने यसलाई सुशासनको नाउँ कभर चढाइदिने दोस्रो कुरा यो त कस्तो भने जनताको मकान बेचाएर कम्बल तिमीलाई उपहार दिन्छु घर उसको बिक्री भइसक्यो ब्ल्याङ्केट लिएर त्यो सडकमा बस्ने यो काम हो सरकारको किनकि यहाँ उत्पादन कति बढ्यो त्यसको डाटा प्रधानमन्त्रीले प्रस्तुत गर्नु पर्थ्यो कृषिमा कति उत्पादन बढ्यो कृषिमा लगानी कति बढ्यो हामी सिंचाई कति बढाए हामी बिउ बिजन कति दिए रोजगारी कति बढाए ऋण कति गरे ऋण बढेको बढेछ त्यस कारणले द्विदलीय सरकार हो सरकारको त सामाजिक जुन सञ्जाललाई नियमन होइन बन्द गर्ने कोसिस किन भइरहेछ भने म त कांग्रेसको 2टा महामन्त्री खोजिरहेछु कि उहाँको आफ्नै बोली भिडियोले उहाँलाई तस्बिर बनाइरहेछ चाँडै बन्द गरे दिमाग खराब हुन्छ किनकि आफै के बोल्नु त घाँटी चिच्चाइ घाँटीको नसा तानी यहाँ बोल्दै हुनुहुन्थ्यो भागेर अब हिँड्नुहुन्छ म अर्को प्रश्न गर्दैछु अझै संवैधानिक हैसियतले यो संविधानले कुनै पनि राजनीतिक दलको मेकानिजम चिन्दैन सरकारले यो कम्युनिस्ट तन्त्रतिर लग्दैछ कम्युनिस्टमा पार्टी र सरकार एउटै हुन्छ तर डेमोक्रेसीमा पार्टी सरकार फरक हुन्छ मैले बालुवाटारको फोटो हामी ल्याइरहेको छु त्यहाँ मुख्य सचिवदेखि दलीय संयन्त्रको बैठकमा यो हुँदैन यो लोकतन्त्रको हत्या सरकारबाट भइरहेछ लोकतन्त्रको हत्याको खतरा सरकारबाट छ जनताबाट छैन जनता दिल पनि नेपालको लोकतन्त्र प्रेमी हो
आफ्नो फाइदाको लागि नियम कानून सबै बेचिदिने लोकतन्त्र त पद्धति हो, जीवन पद्धति निर्माण गरौं। के लोकतान्त्रिक व्यवस्थामा क्षम्य छ? कुनै क्षम्य छैन। मान्य सदस्य, यहाँको निर्धारित समय सिद्धिएको छ। 1 मिनेट ल 1 मिनेटमा सिद्धाउनु होला। किनभने यहाँ के भने हामी एकातिर भन्छु, आज सबै मान्यजीलाई अनुरोध गर्न चाहन्छु कि आज कान्तिपुरमा एउटा अटकेल छ केशव दाहालको, यो सरकारलाई ऐना देखाइएछ। अस्थिर र बलियो द्वितीयको सरकारको बारेमा राम्रो व्याख्या गरेको छ। स्थिरताको नाउँमा नर्थ कोरियामा किम जोङ छ, स्थिरताको नाउँमा रसियामा पुटिन छ, स्थिरताको नाउँमा जर्मनीमा हिटलर उदाएको थियो। हामीलाई जनता बलियो चाहिएको छ, सरकार बलियो चाहिएको छैन। हामीलाई लोकतन्त्र बलियो चाहिएको छ, व्यक्ति बलियो चाहिएको थिएन। हामीलाई लोकतान्त्रिक संस्थाहरू बलियो चाहिएको थियो। मलाई त यहाँ सुन्दा आश्चर्य लागे, आफै कार्यकर्ता न्यायालयमा भर्ती गरेको आफ्नै कार्यकर्तासँग तर्सिएको छ। यो त सरकार आफ्नै छाबाट तर्सिरहेको छ। काङ्ग्रेस एमालेको कार्यकर्ता होइन सर्वोच्चमा भर्ना भएको, र त्यही सर्वोच्चको निर्णयबाट सरकार तर्सिरहेको छ। एकातिर आफ्नो कार्यकर्ता भर्ना गरिने, दलीय देशलाई लोकतन्त्रको बदनाम गराएर दलीय तन्त्र खडा गरिदिने, र त्यही कार्यकर्ताबाट तर्सिए यदि नियम कानूनले फैसला गर्न खोज्यो भने। त्यसकारणले सरकारले तर्स्नु पर्दैन आफ्नो कार्यकर्ताबाट। तपाईहरुको कार्यकर्ता छ, तपाईको फोन पर्खिराखेको छ कि कति बेला हाम्रो दलको नेताको फोन आउँछ, त्यो अनुसार फैसला गर्छ। त्यसकारणले हामी लोकतन्त्रको अगाडि बढाउँ, जनतामा ऋण नबोकाउँ। घोषणा गरौँ न कि हामी मन्त्री प्रधानमन्त्री जति निर्वाचित छौँ एउटा पनि तलब लिँदैन 2 वर्षको लागि। त्यो हामी गर्न सक्दैनौँ। हामीलाई 3टा गाडी मन्त्रीले लिनुभएको छ, 2टा अझ थप चाहियो, किन छोराछोरी बेचारा स्मृति नाताको त पनि आउँछ। यो जुन ऋण के को लागि, त्यसको एउटा श्वेतपत्र, म 2 श्वेतपत्र जारी गर्न सरकारसँग अनुरोध गर्न चाहन्छु। एउटा, यो देशको जति मार्जिनलाइज ग्रुप छ, मधेसी, जनजाति, दलित, महिला, थारू, मुस्लिम, त्यसको प्रतिनिधित्व घटिरहेछ राज्यको सम्पूर्ण निकायमा, चाहे त्यो संसद होस्, चाहे सरकार निजामती सेवा होस्, चाहे प्रहरी होस्। यसको श्वेतपत्र जारी होस्। संविधानले समावेशी लोकतन्त्रको कल्पना गरेका छ। दोस्रो, त्यो ऋण लिएको हामी 26 करोड त्यो केमा खर्च भएछ, त्यसको पनि म अर्थमन्त्रीलाई ध्यान आकर्षण गर्छु। यो संसदमा श्वेतपत्र जारी गर्नुस्, 26 खरब ऋण केमा खर्च भएछ। ऋण लिएर घिउ पिने, यो त हाम्रो कस्तो भने मधेसमा उखान छ, आमदनी अठनी खर्चा रुपैयाँ। राजस्व भन्दा बढी साधारण खर्च यो देशमा छ। किनकि हामी ऋणको जुन सामा ब्याज तिर्छौँ त्यो पनि साधारण खर्चमा आउँछ, त्यो विकास खर्चमा हुँदैन। र आफ्नो आफ्नो क्षेत्रमा बजेट राखेपछि त्यही विकास हो। विदेश जाँदा पनि लाज पनि लजाउँछ। 2 पार्टीको सरकार छ, 2 दलको नेता, एउटा डलधुरामा अमरगढी सिटी हल नभएर नेपाली समयलाई ध्यान दिनु होला। र दमकमा स्पोर्ट्स कम्प्लेक्स बनेपछि चाइना र नेपालको रिलेसन समृद्ध हुन्छ। डलधुरामा सिटी हल बनेर र दमकमा स्पोर्ट्स कम्प्लेक्स बनेर, बाँकी 75 जिल्लामा केही चाहिँदैन। त्यसकारणले शिक्षा समाप्त गर्नुस्, आफै सरकारलाई कसैले केही भन्न सक्दैन। शिक्षा समाप्त भएरै आज तपाईँ चलिराख्नु भएको छ। हामी जस्ता जनप्रतिनिधि हिँडिराखेका छ। यदि शिक्षित देश भएको भए कहिले समाप्त हुन्छ।